हेलो ए नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चैहरूमा हुनुहुन्छ होला। म पनि सन्चैहरूमा हुन्छु। आज चाहिँ म चाहिँ बुटोल जानु छ, किनभने अब घरतिर पनि धेरै टाइम बस्यो नि त, एक हप्ता डेढ हप्ता जति बस्यो नि त। अब चाहिँ म चाहिँ बुटोल जानु लागेको। आज चाहिँ गुल्मीदेखि बुटोल आज चाहिँ है, म चाहिँ अब क्लिप भिडियोहरू बनाइरहेको छु नि त। अनि त्यही भएर अहिले चाहिँ म चाहिँ भैरवस्थान मन्दिरभन्दा अलि अगाडि आइसकेको छौँ हामी चाहिँ होइन। परिको सुन्दर दृश्य हेर्दै हामी चाहिँ अघि बढिरहेको छौँ भनौँ न है। धेरै ठाउँहरू राम्रो छ, तर हुन्छ नि डाँडा काँडा भ्यूहरू धेरै हाम्रो। अब नेपाल नै अब विश्वको सबैभन्दा राम्रो ठाउँ नै नेपाल नै हो है। हरियाली भनौँ न पुरा। हेर्दै हामी चाहिँ अघि बढिरहेको छौँ। हेर्दै गर्नु न है। हामी चाहिँ अहिले चाहिँ जोरदारदै अघि आइसकेको छौँ भनौँ न होइन। यो ठाउँ चाहिँ मलाई बहुत डर लाग्छ क्या, तर होइन अब तर छाङ्गै तल छ क्या। मतलब अब हेरौँ न, भनौँ न छेउमा गयो भने चाहिँ मलाई डर लाग्छ क्या अहिले पनि है। यो बाटो चाहिँ हामी चाहिँ अब डेली नै आइरहेको हुन्छौँ है। अब घरबाट हिँड्दाखेरि नै अब बुटोल जानुको लागि यही बाटो नै डेली नै हुन्छ। डेली भन्दा पनि अब घरतिर जाँदा चाहिँ यही बाटो जान्छौँ नि त हामी। अब भनौँ न यो पारी चाहिँ अब बहुत डर लाग्छ कि तल छाङ्गै छ यार।
केही हुने हो कि केही उसो नि हो कि है। यहाँ अब हामी चाहिँ अब नास्ताखाने ठाउँमा आउँछौँ है एकछिनमा। सर लाएर हिँडिरहेको छौँ हामी चाहिँ भर चाहिँ। यो चाहिँ हामी नास्ता खाने। पहिला चाहिँ हामी यहाँ नास्ता खान्थ्यौँ, अहिले चाहिँ हामी यहाँ चाहिँ खाँदैनौँ। हामी चाहिँ अघि भनौँ न सरर तरिकाले यहाँ चाहिँ हामी एकैछिन रोक्छौँ अनि फेरि अघि बढिरहेको छौँ। हामी चाहिँ देख्न सक्नुहुन्छ है, तर यहाँबाट चाहिँ डाँडाहरू के भनौँ न दामी देखिन्छ क्या। तर पारी चाहिँ बाटोहरू खनेको रहेछ। हेर्नु नि त्यहाँ तल कतिको छङ्गै छ क्या तल। यस्तो हेर्नुपर्छ है, रिङ्गटा लाग्छ कि अब कहिले कसो आउने हुन्छ नि त। अब हामी त अब डेली युज हुन्छ, तर अब त्यही पनि अब फर्स्टचोटि आएको मान्छेहरूलाई चाहिँ डर लाग्छ भनौँ न। मस्त सर चिसो हावा तरिकाले हावा हान्ने चिसो आइरहेछ। एकछिन अब फेरि बुटोल गएपछि फेरि गर्मी हुने होला, पुरै घमाउरा आएर है हत्तु घमाउरा चर्केर दिनमा 6-7 चोटि नुहाउनुपर्छ। हो गाह्रो छ। म चाहिँ होइन अब बुटो लागिसक्न लागेको छु। अब म चाहिँ मलाई चाहिँ साथीले ल्याउन आएको थिएँ है भनौँ न सरल तरिकाले। म चाहिँ यहाँ छु, मलाई चाहिँ साथीले बेला। म चाहिँ अब अर्को भिडियोमा भेट हुन्छु नि त। त्यतिसम्म बाई बाई सबैजनालाई।